हेलो एभ्रिवान साथीहरू, आज म हस्पिटलबाटै यो भिडियो बनाउँदैछु है। अहिले चाहिँ अरिङ्गाल र बिच्छुले टोकेको केसेसहरू एकदमै बेसी आइरहेको छ र हाम्रो सोरेङ डिस्ट्रिक्टमा चाहिँ है सिक्किममा एकजना हाम्रो नर्सिङ स्टाफ पनि अरिङ्गालले टोकेर चाहिँ जान गुमाउनु पर्यो। हामीलाई एकदमै दुःख लागिरहेको छ है, हेल्थ कम्युनिटीलाई है, हामीलाई हेल्थ फ्यामिलीलाई एकदमै दुःख लागिरहेको छ यस्तो न्युज सुन्दाखेरि। र अरिङ्गाल र बिच्छुले टोक्यो भने चाहिँ हामीले के गर्न सकिन्छ भनेर चाहिँ आज म यो भिडियोमा तपाईँहरूलाई भन्दैछु है, सो द्याट धेरैजनालाई हेल्प हुनु। र त्यसको लागि गभर्मेन्ट अफ सिक्किमले है हेल्थ एडभाइजरी नोटिस निकालेको छ है, डुज एन्ड डोन्ट्स है, के गर्नुपर्छ हामीले र के गर्नु हुँदैन भनेर। त्यही कुरा चाहिँ म आज हजुरहरूलाई बताउन चाहदैछु है। र कसैलाई अरिङ्गालले टोकिहाल्यो भने चाहिँ हामीले चाहिँ त्यो अरिङ्गालको गोलाबाट चाहिँ निस्किनु प्रयास गर्नुपर्छ, तर नअत्तालिकन। हामीले जति अत्तालिएर हतारमा भाग्नु खोज्छौँ उनीहरूले हामीलाई त्यति नै बेसी एट्याक गर्छ है। त्यसै कारण हामी फर्स्ट अफ अल चाहिँ अत्तालिनु हुँदैन र जहाँनिर टोकेको छ त्यो खिल चाहिँ हामीले पेपरले नभए यो नङको टिप्स हुन्छ त्यसले निकाल्नु कोसिस गर्नुपर्छ है। जुनसुकै ट्विजरहरू लगाएर चाहिँ हुँदैन, त्यसो गर्दा चाहिँ हाम्रो इन्फेक्सन स्प्रेड हुने चान्सेस हुन्छ है। र अरिङ्गालले टोकेको जुन चाहिँ खिल निकालिसकेपछि चाहिँ हामीले चाहिँ साबुन पानीले चाहिँ रनिङ ट्याप वाटरमा धुनुपर्ने हुन्छ है। जुन चाहिँ हाम्रो बगिरहेको ट्याप वाटर हुन्छ खोल्दाखेरि त्यो पानीमा चाहिँ हामीले चाहिँ साबुन लगाएर चाहिँ मजाले वास गर्नुपर्ने हुन्छ त्यो जग्गा। र अरिङ्गाल र बिच्छुले टोकेको जग्गामा चाहिँ सोइलिङ छ भने चाहिँ हामीले त्यो आइस प्याक लाउनु पर्ने हुन्छ है। तर जतासुकै आइस प्याक त एभाइलेबल हुँदैन नि त, त्यसो हुँदा हामीले चाहिँ त्यहाँनिर कुनै चिसो कुरा लाउनुपर्छ है, जस्तो कि फलाम हुन्छ है, छुरीहरू हुन्छ चिसो, त्यस्तो कुरा लगाउँदाखेरि चाहिँ हाम्रो त्यो सोइलिङ भएको जग्गाहरूमा चाहिँ सबसाइड हुन्छ सोइलिङ र हाम्रो त्यो बिज चाहिँ फैलिनुबाट चाहिँ रोकिन्छ है। त्यसै कारण चाहिँ हामीले त्यहाँ चाहिँ तातो कुरा नलगाएर चिसो कुरा लगाउनु पर्ने हुन्छ। अनि जति सक्दो चाहिँ नअत्तालिकन नियर बाई है हेल्थ फेसिलिटीमा जानुहोस् है, हेल्थ सेन्टरमा जानुहोस्। त्यसो हुँदाखेरि चाहिँ हजुरहरूलाई है छिटोभन्दा छिटो ट्रिटमेन्ट पाउनुहुनेछ है। कतिजना चाहिँ घरमै अरू नै घरेलु दबाईहरू गरेर बस्नुहुन्छ र बादमा चाहिँ केसेस एकदमै सिभियर भएपछि चाहिँ हस्पिटल आइपुग्नुहुन्छ। र त्यसरी इग्नोर चाहिँ नगर्नुहोस् है, स्वेलिङ बढ्दै जानुसक्छ। र हजुरहरूलाई अरिङ्गाल नभए बिच्छुले टोकेको खण्डमा चाहिँ पहिला चाहिँ यो टिप्सहरू अपनाउनुहोस्, त्यसको बादमा चाहिँ तपाईँहरू हस्पिटल चाहिँ अवश्य जानुहोस् है त। र यो भिडियो चाहिँ सबैजनासम्म पुर्याइदिनुहोस् जति सक्दो है। त्यसो हुँदा चाहिँ कसै न कसैको पनि ज्यान बाँचिनु सक्छ है, किनभने सबैजनालाई त याद हुँदैन यस्तो कुरा र अत्तालिनुहुन्छ है। त्यसै कारण हजुरले सबैजनासँग यो भिडियोलाई पुर्याइदिनुहोस् होला। थ्याङ्क यू।